चाहिँ मेरो ग्यास ब्लास्ट भएको 9 महिना भयो मलाई प्लास्टिक सर्जरीको लागि र यो एकपट्टि आँखा ड्यामेज भइसकेको छ डाक्टरले मलाई त्यो पनि भनेको छ कि तपाईँको एउटा आँखाले अर्को आँखा पनि बिग्रिन सक्छ भनेछ नसा एउटै हुन्छ एउटा नसा एउटै हुन्छ भनेछ होला जस्तो लाग्छ घरे गर्दा चिलाएर कमाउलो खुन पनि आउँछ आँखाबाट है मेरो आर्थिक स्थिति पनि कमजोर छ हात भइदियो त म यसरी हिँड्दिनँ थिएँ नि हात भइदियो त म कमाएर खाने मान्छे थियो तपाईँको 4 वर्षको हो छोरी 3 पुरा लाएर 4 मा लागेको असोज 10 गते तपाईँको छोरीको चाहिँ याद आउँछ है आउँछ नि हौ आफ्नो आमा हो नि हौ मैले जन्म दिएको नानी अनि मसँग टाढिएर मसँग बस्नु मान्दैन फोन गरेर बोलौँ भिडियोमा नानी भन्यो भने त भूत जस्तो त डर लाग्छ नि किन बोल्नु भन्छ फोन आफै उताबाट काट्छ नि सर